Pedindo pix pros cara que é bigode. Hoje em dia é difícil encontrar uma menina que não trabalha no job. Todas viciadas em si. एपिसोडको सुरुवातमा हामीलाई रिड देखाउँछ यसले रिड जसलाई एउटा डिसाइपल ल्याएर भन्छ त्यो ठाउँमा त्यो माउन्टेनमा त्यो डिसाइपल छैन भनेर भन्छ फेलिक्स छैन भनेर भन्छ हाम्रो मेन क्यारेक्टर छैन भनेर अनि त्यो आफ्नो नुहाउन जान्छ अनि रिसाएर आउँछ अनि भन्छ अनि त्यो कम्पिटिसनमा भाग लिन्छ भनेर भने हुन्छ अनि त्यसो भए मैले आफ्नो भतिजालाई त्यसलाई मार्नेवाला छु भनेर भन्छ पठाउने छु मार्न पठाउँछु अनि हाम्रो एउटा जङ्गलमा देखाउँछ जहाँ चाहिँ ब्लास्ट भएको हुन्छ अनि त्यहाँ हाम्रो हिरोले एउटा हर्ब लिएर भागिरहन्छ जसको हिरोको पछाडि एउटा बिस्ट परिरहेको हुन्छ त्यो एउटा स्नेक बिस्ट हुन्छ जसको लागि त्यो हर्ब एकदम इम्पोर्टेन्ट हुन्छ अनि हिरो भागिरहेको हुन्छ अनि अचानक त्यसले अर्कै जनावरको रोर मतलब आवाज सुन्छ अनि त्यसले देखाउँछ यिनीहरू दुईजनालाई फाइट पराउँछ अनि म बच्छु भनेर भन्छ अनि त्यो त्यही डाइरेक्सनमा जान्छ जहाँबाट आवाज अनि त्यहाँ एउटा वुल्फ हुन्छ ग्राउल वुल्फ हुन्छ अनि त्यो कराइरहेको हुन्छ अनि हिरो त्यसकै अगाडि आउँछ अनि स्नेक नै हिरोको पछाडि आइरहेको हुन्छ अनि त्यसपछि हिरो त्यही वुल्फको अगाडि गर्छ अनि भन्छ अब यो वुल्फले मलाई बचाउन सक्छ नि भन्छ अनि त्यो वुल्फ र स्नेकको टक्कर हुन्छ हिरो त्यहाँबाट हट्छ अनि दुईजनाको फाइट पर्छ अनि त्यहाँबाट दुईजनाले एकअर्कालाई एउटा खतरनाक एट्याक गर्छ अनि त्यहाँबाट ब्लास्ट हुन्छ बुम हुन्छ अनि त्यसपछि ब्लास्ट भएपछि हिरोको थोपडा देखाउँछ हिरोले भन्छ धन्दा म त बचिया अनि भन्छ यिनीहरूको त लास्टै धेरै पावर हुने नि रिलिज भयो अब यो पावरबाट म आफ्नो कल्टिभेट गर्छु भने भन्छ यही पावरबाट अनि त्यसले एब्जर्ब हान्न सक्छ अनि 2000 पावर 3000 पावर अनि 4000 पावर गरेर पावरलाई एब्जर्ब हान्छ अनि त्यो अर्को लेभलमा जान्छ लेभल 6 मा जान्छ पेसिडल लेभलको अनि त्यसपछि एकदम खुसी हुन्छ त्यो अनि हाम्रो वुल्फलाई देखाउँछ जो चाहिँ लास्टै जख्मी हुन्छ अनि स्नेक पनि देखाउँछ जसको आँखा मात्रै फुट्या हुन्छ तर अरू सब ठिक हुन्छ अनि हिरोले त्यो स्नेकले हिरोमाथि फेरि एट्याक गर्न लान्छ त्यो पनि हिरोले आफ्नो हातमा अब इनर्जी फ्लोलाई निकाल्छ अनि त्यहाँबाट हिरोले पाम एट्याक गर्न हुन्छ अनि हिरोले त्यहाँबाट आउँछ राइटियस प्लाम भन्ने भन्छ अनि उसले एट्याक हानिदिन्छ त्यो स्नेकमाथि अनि त्यहाँबाट त्यो स्नेक त्यो एट्याकलाई अब स्नेकले खान्छ त्यो एट्याक अनि त्यहाँबाट स्नेकलाई देखाउँछ आत्तिसक्यो भन्छ स्नेक अनि स्नेकलाई देखाउँछ नि हिरोले भन्छ अब म तँलाई फाइट ब्याक गर्छु अब पावर थिएन अनि स्नेक त्यहाँबाट भाग्न थाल्छ हिरो त्यसको पछाडि पर्छ म तँलाई जान दिन्न भने पछि आउँछ त्यसपछि हिरोले आफ्नो पामले त्यो स्नेकमाथि एट्याक गरिदिन्छ अनि देखाउँछ अनि ब्याममा ब्लास्ट हुन्छ अनि त्यहाँबाट भाग्नै खाउँदैन त्यो स्नेक अनि त्यसपछि हामीलाई स्नेकलाई देखाउँछ अनि साइडमा वुल्फ नि हुन्छ स्नेक मरिसकेको हुन्छ अनि वुल्फ अलिअलि जिउँदै हुन्छ अनि वुल्फ जिउँदै हुन्छ अनि उसले हिस गर्छ अनि गुफातिर देखाउँछ गुफामा दुईवटा बच्चाहरू हुन्छ त्यही वुल्फको अनि त्यो बच्चाहरूले लिएर आउँछ बाहिर हिरोले अचानक त्यो माथि एउटा तीरले एट्याक गर्छ अनि त्यसले यस्तो डज हानिदिन्छ त्यसपछि त्यो तीर भित्तामा लाग्छ त्यो केपको अनि त्यहाँबाट हुन्छ तल त चाँडै रहेछ जस्तो धन्दा बचिस भनेर भन्छ त्यसपछि त्यो एउटा मास्टर हुन्छ जो चाहिँ एउटा ग्रिन वुड सेटबाट यङ मास्टर त यसको सर्भेन्ट हुन्छ अनि तिनीहरूले भन्छ यो यङ मास्टर हो यो त खतरा मान्छे भनेर भन्छ तैँले त जस्तो बुढाहरूले यसको अगाडि झुक्नुपर्छ अनि यो वुल्फलाई दियो भने भन्छ नि भनेपछि त अनि हिरोलाई जुट्छ क्या त्यो माथि एट्याक गरेर हुन्छ त्यो भएर उसले त्यो सर्भेन्टलाई एक मुक्का हानेर यस्तो एट्याक हान्छ नि मुक्का हानेर त्यो सर्भेन्टलाई त्यही सुताइदिन्छ अनि त्यसपछि त्यो हेरेर नि कसरी गर्न सकिस् थचोले भनेर भन्छ नि हिरोले भन्छ म गर्न सक्छु तैँले के गर्न सक्छस् भनेर भन्छ नि अनि म तँलाई छोडिदिन्छु भनेर भन्छ तैँले केही पनि गर्न सक्दैनस् भनेर भन्छ नि दुईजना अब एकअर्कालाई घुरेर जान्छ नि दुईजना झगडा पनि लान्छ त्यसपछि त्यो ग्रिन वुड सेक्टरमा यङ मास्टरलाई एट्याक हान्दै जान्छ हिरोमाथि त्यो पनि हिरो त्यहीँ बसिरहन्छ उभिएर अनि उसले एउटा जाब एक हमलाले त्यो पुरै पामलाई रोकिदिन्छ अनि त्यसपछि हुन्छ त लास्टै कमजोर खास भनेर भन्छ अनि हाँस्छ हिरो त्यसपछि अनि उसले भन्छ त्यो त असम्भव तैँले कसरी गरिस् भनेर भन्छ अनि हिरोले एक घुसा एक लात दिन्छ अनि त्यो भन्छ कति दुयो लास्टै गाह्रो पऱ्यो भनेर भन्छ त्यसपछि हिरोले त्यसलाई घुरेर हेर्छ अनि भन्छ मैले जब एउटा फिङ्गरले तल चोदिसकेँ भनेर भन्छ अनि अचानक त्यो अर्को सेक्टको अर्को उसले सर्भेन्ट नै आउँछ अनि हिरोले त्यसलाई हानिदिन्छ त्यहीँ सक्यो आजलाई यति नै थ्याङ्क यू।